अहिले कति लागत भयो त अहिलेसम्मको? अहिलेसम्म टोटलमा जग्गा त म हिसाब गरेको छैन, जग्गा छोडेर लगभग 30 करोड चाहिँ मैले इन्भेस्टमेन्ट गरिसकेँ। त्यो 6 बिघाको जग्गा बाहेक जग्गा त लगभग 14-15 करोड चाहिँ जग्गामा गएको छ। भनेपछि तपाईँको लगभग 50 करोड जति गइसक्यो। अझै 25 देखि 30 करोड चाहिँ लगानी लाग्छ मलाई। त्यो गर्न पनि तयार हुनुहुन्छ? अब त सक्नै पर्छ जसरी भए पनि। अब त एकदम पोजिटिभ किन छु भन्दाखेरि जुन मेजर कामहरू त सकिसके, अब देखिने काम मात्रै बाँकी छ। भनेपछि जे जति यहाँ कमाउनुहुन्छ त्यही गरेर खनाउनुहुन्छ? सबै मसँग यहाँ मैले 1-1.5 हजार भन्दा राख्दिनँ, आयो कि नेपाल पठाइहाल्ने हो। जति छ त्यहाँ लगभग 80-90 जनाले डेली काम गर्छ, मेसिनहरू चल्छ, ट्रकहरू चल्छ, ती सबैको खर्च, त्यहाँ लाग्ने सामानको खर्च जाने यही हो। इन्कम सोर्स अरू केही पनि छैन, कसैसँग चन्दा उठाएको पनि छैन, सबै जे कमाएको छ उठि जान्छ। तर तपाईँको चाहिँ नि लक्ष्य नै खालि कमाएपछि स्टेडियम बनाउने? मलाई जति कमाउँछु म देशका लागि गर्नु मन छ, बाँकी पनि। यहाँ आएर कमाएपछि पहिला घर जोडौँ, पहिला यो भएन, त्यो कहिले पनि लागेन। पहिला त्यो बनाएपछि एकचोटि घर त किने, त्यही पनि टाढा भयो, अनि फ्लड लाइट हाल्दा पैसा पुगेर बेचेर फेरि त्यही पैसाले त्यही स्टेडियम लगानी गरेको छु। मेरो सम्पत्ति भनेको त्यही हो।